मेरो घर त गाइस हामी चाहिँ अब बस पार्क जाँदैछौँ है। बस पार्क टिकट काट्न ल अया भन्छ अनि औषधि खाने है। हस् सुर्खेतमा साथीहरू फुल फुल्न लागिसक्यो यति राम्रै। हाई एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल देवी ब्लग्स। इट्स मी देवी ओली। चिन्नु नै भएको होला। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अनि आज चाहिँ म रेडी भएर बजारतिर जान लागेको छु। अनि आजको भिडियो के बारे सम्बन्धी छ भनेर त हजुरहरूले मेरो टाइटल थम्बनेल हेरेर थाहा पाइसक्नु भएको होला। त्यही पनि थाहा पाउनु भएको छैन भने मेरो भिडियो अन्तिमसम्म हेर्नुभयो भने अभियसली थाहा पाइहाल्नुहुनेछ। अनि अन्तिमसम्म हेरेर साथ दिनु होला, माया गर्नु होला। मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सनु होला। अब चाहिँ म रेडी भइसकेको छु। हामीबाट हिँड्न पर्ने हुन्छ। अनि उता चाहिँ दिदी छोरीलाई भेटेर एकछिन हामी बजार जाने काम छ। अनि बजार जान्छौँ। आजको दिन के कस्तो हुन्छ, कसरी बित्छ हजुरहरूले हेरेर साथ दिनु होला। अनि अब चाहिँ म हिँडेको। अनि अन्तिमसम्म हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला। झ्याल लगाउँ कि लगाउँ कि हावा चल्छ। म चाहिँ हिँडेको ल बाई बाहिर चाहिँ यस्तो घाम चर्किरहेको छ, घाम। अनि मेरो ब्याग चाहिँ यता छ। चस्मा चाहिँ लाउनुपर्छ क्या, गर्मीमा किरा काटी छिर्छ। अब चाहिँ साथीहरू म चाहिँ हामीदेखि निस्किन लागेको। अब त्यही गएर पेट्रोल ला। मेरो महारानी चाहिँ यता स्टार्ट हुँदै हुनुहुन्छ। महारानी फाइनल्ली साथीहरू हामी चाहिँ भेट भइसकेको छौँ। भेट भयौँ कि नै? आन्टीलाई माग गरौँ। को छु मान्छेलाई? आन्टीको चस्मा तानिदेऊ त। गुड। अब हामी भेट भइसक्यौँ। अब चाहिँ हामी रेडी भएर जान्छौँ होइन? जान्छौँ कि नै? भनिदेऊ त। जाने कि नै भनिदेऊ त। टिटी जाने कि नै? जाने कि नै? अभि नबोलेको ल। बाई गरिदेऊ। बाई गाइस भन। बाई। हामी एकछिनमा भेट्छौँ भन न। बाई गाइस भनिदेऊ। खै त भनेको? ल साथीहरू हामी एकछिनमा भेट्छौँ है। अबि सिकान आएको ल खाऊ। फाइनल्ली साथीहरू हामी चाहिँ घरदेखि निस्किसक्यौँ। बजार जाँदैछौँ। हेलो बेबी, यता हेर त यता। हेलो भनिदेऊ। हेलो भन न। हेलो। बेबी पनि बेबी नै छ। अहिले हेलो भनेर हुन्छ? ल हेलो भन। हेलो खै भनेको? भन्दैन क्या। सुर्खेतमा साथीहरू फुल फुल्न लागिसक्यो यति राम्रै। बेबी यता हेर, यता हेर त कति राम्रो फुल फुल्यो। अब यो फुलको चाहिँ फोटो खिच्ने भिडियो बनाउनेको लतको हुन्छ अब एक दुई हप्ताभित्रमा। यतातिर चाहिँ यतातिर फुलिसकेको छ। अनि अर्को त्यो के भन्छ क्या त्यो फुलको नाम? अनि त्यो चाहिँ उतातिर फुल्न बाँकी नै छ। त्यो फुल्यो भने चाहिँ फोटो भिडियो कति अपलोड हुन्छ अब चाहिँ सुर्खेतको। मैले चाहिँ एकछिन बेबीलाई दगुराउन घन्टाघर जाँदैछौँ। बेबी दगुरेको भिडियो जति युट्युबमा भाइरल भएको छ गाइस, हजुरहरूले गएर हेर्न सक्नुहुन्छ। बेबी यता हेर त, तिमी भिडियो त सब भाइरल भएको छ। हेर त यिनी रनिङ गरिराखेको हुन्छ। एउटा हात टक्क यस्तो गरेर एउटा हात हल्लाएर रनिङ गरिराखेको हुन्छ। अनि यिनको भिडियो चाहिँ भाइरल भएको छ। साथीहरू हेरिदिनु होला गएर युट्युब च्यानलमा।
हामी चाहिँ सुर्खेत घण्टाघर आइपुग्यौँ अनि हामी चाहिँ यहाँ धेरै बेर अडिन्नौँ 2 मिनट सिर्फ 2 मिनट अडिन्छौँ 15 सेकेन्डको बेबीको भिडियो बनाएर निस्किन्छौँ माया गरौँ न माया ल हिँड यति माया गरे नि छोड्दै यसलाई दगुर्नु दिएँ एकछिन ल दगुर चस्मा तानिदियो पनि हुन्छ साथीहरु हामी चाहिँ फर्किसक्यौँ है यहाँबाट 2 मिनटदेखि धेरै बस्यौँ अनि सर्ट भिडियो गराएर हामी चाहिँ फर्किहाल्यौँ बेबीलाई दगुराउन मात्रै आएको एकैछिन यहाँ आएको मौकामा पसेको हामी चाहिँ सामान लिन आएको गाइज गाइस हामी चाहिँ अब बस पार्क जाँदैछौँ है बस पार्क टिकट काट्न यिनको फ्लाइटको लागि यिनको भोलि फ्लाइट छ यिनको लागि हामी टिकट गर्न जाँदैछौँ गाइस भित्र नगएर टिकट काटिन्छ त अनि ल गाइस हामी चाहिँ सुर्खेत बस पार्क पुग्यौँ है बाटो कस्तो बाटो गच्याङ 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 हामी जुम्ला कालीकोट भन्दा पहिला कहिले सोध्यो पनि जुम्ला कालीकोट बाबे आज पनि खासै भिड छैन त है ल यहाँ छ पानी सुजु आयो भन्ने अबुलुटु गर्ने के गाडी अरे यो उठो उठो यहाँ सिल्भर गाडी सिल्भर सुकेको न्यू गाडी सुती जाने कहाँ सुत्न मिल्न त यार काठमाडौँ जाने भएपछि बसे नि त सबै सुत्न मिल्छ अरे के सुती जाने भनेको थियो भित्र गोडी भाइरल थियो मामलोसम्म त अब सुर्खेतदेखि काठमाडौँ जानलाई टेन्सन छैन ल चस्मा लगाउनु चस्मा मलाई ढिलो गराइदिनु आमा छोरीले सिकान हेङ्कीले सिकान चाट्यो सिल्भर गाइस हामी चाहिँ फर्क्यौँ सुर्खेत बस पार्कदेखि आउट भइसक्यौँ हामी बेबी नै चाहिँ आज नमानेर मसँग यस्तरी सता चाहिँ मलाई पिउँछु मैले बेबीलाई अहिले हेर त यता ओ मानेकी छिन् मसँग के छ त हेर त के छ यहाँ अब बोतल नै छ वा उयो अगाडि अब बेबी सुति अन्नै बोतलको पालेको छ यहाँ यस्तरी अड्दै यहाँ राख यहाँ अन्नै बोतल यस्तरी अलिक कति हो क्या अड्डाको पनि मेरो घर त हाम्रो सुर्खेत राम्रो सुर्खेत होइन बेबी एटिएममा जानु छ एटिएममा जाने गयो ए 4:30 भइसक्यो मलाई हुन्छ पनि मलाई जानु छ अघि छिटो जा भन्दा नजाने अहिले चाहिँ कहाँ जानु छ मलाई ढिलो गयो नि गर्न पाइएन नि त त्यस्तो औषधि किन्नु छ बेबी अगर मम्मीलाई अगर अया भन्छ अनि औषधि खाने है हस् ल हस् भन न हस् भन त
औषधि खाने ल चस्मा तानेर हेरेको हो कौन ठिक हुन्छ ए यो कि अर्को दिदीले ओनो भन्दै थियो अनि आफ्नो लगाउन आफ्नो बच्चाको लागि अहिले एकछिन सोध्छु लामो यात्रा हो महेन्द्रनगरको भयो भयो कि भयो यो हो यति धेरै पर्दैन दुईटा एउटा भयो भने दुईटा दिनु न चस्मा लगाऊ चस्मा लगाऊ चस्मा लगाऊ गुड गर्ल वाउ त्यसरी लगाउँछन् त्यसरी वाउ पसिना आएर टाउकोमा लगाऊ टाउकोमा लगाऊ टाउकोमा लगाऊ भएन छिटो धवा भइसक्यो मलाई सिकिहाल्यो भाइ यता हेर न यता ल चस्मा लगाऊ डायगनल चाहिँ यस्तो छ ल चस्मा लगाऊ यस्तै लगाऊ यस्तै लगाऊ यस्तै वाउ ल यता हेरेर वाउ भन वाउ फेरि वाउ भन वाउ ल अब टाउकोमा लगाऊ अन्टीको नतानिदेऊ कि वाउ यसरी माया गर ल भयो बेबी भयो जाम अब ल जाम भयो जाम अब जाने ल अन्टी चस्मा लगाइदियो भयो कि तान्नेर जाने अब बेबी यता हेर हेलो फाइनल्ली गाइस हाम्रो चाहिँ कामभरि सबै सकिसक्यो अब चाहिँ मलाई ढिलो हुन लागिसक्यो क्लास जान पर्नेछ अनि त्यो खुसी लाग्यो बस पार्कमा चाहिँ सुर्खेत बस पार्कमा यस्तो ताना हुन्थ्यो नि त टिकट काट्न जाने बेला यो चोटि चाहिँ त्यस्तो नाइ के अनि त्यो तान नाइ कहाँ जानु यो यताउता सोधे पनि नि तान थिएन सुर्खेतमा यही परिवर्तन भएछ खुसी लाग्यो अनि हामीले चाहिँ औषधि पनि लिएर आयौँ भोलि बेबीको आमा छोरी अनि घर जाने टिकट पनि काटेर औषधि लिएर आइसक्यौँ के को औषधि भोमिट नहुने औषधि बेबीलाई ल गर मम्मीलाई ल झरम के लाग्ने हो अनि त्यही हो टाइम मिलाएर घन्टाघर गएर बेबीलाई सपिङ गरेर पनि आइसक्यौँ आजको भिडियो यति नै नेक्स्ट भिडियोमा चाहिँ बाई बाई अब चाहिँ म यहीँबाट क्लास जानुपर्ने हुन्छ मलाई ढिलो भइसकेको छ अनि यिनीहरू आमा छोरी चाहिँ यहीँदेखि लगेर 2 मिनटको बाटो हिँडेर जान्छन् ल बाई बाई कृतिका
पछि खाना चाहिँ म क्लास गएर आउँदाखेरि रात परिसकेको हुन्छ साथीहरू। अनि म घर गएर खाना पकाएर खाँदा पनि ढिलो भइसकेको हुन्छ, मलाई त्यति बेला भोक लागिसकेको पनि हुन्छ। अनि म चाहिँ जाँदा होला त्यहाँबाट आएर आगम भात खाएर घर जाने हो। त अब म जान्छु, बाई गर आन्टीलाई। भोलि राम्रोसँग जाने ल, हस् भन्न त, हस् ल। यता पर्छ यता, भोलि घर राम्रोसँग जाने ल, हस् भन न, हस् भन, हस् भने ल। बाई गर्छु, बाई बाई गाइस, थ्याङ्क फर वाचिङ। नेक्स्ट भिडियोमा भेटौँ ल, बाई बाई।